हेलो गाइज, आज चाहिँ हामी होइन म अनि मेरो दिदीहरू हामी तिनजना मिलेर चाहिँ कन्याम जान आँटेका छौँ। अनि कन्याम गएको लागि रेडी भएर आउँछौँ। अनि हामी चाहिँ घर पुग्नको लागि अलिकति 2 पाइला मात्रै छ होइन। अनि अब घर पुग्न आँटिसक्यौँ। फेरि मैले के भनिरहेको छु मैले बिर्सेँ होइन। तर हामी घर गएर चाहिँ रेडी हुन्छौँ कन्याम जानको लागि। त्यहाँ मेरो दिदी हुनुहुन्छ। सो अब हामी रेडी भएर आउँछौँ। हामी चाहिँ रेडी भएर आइसकेका छौँ। अनि के गफ गर्दै आउँदै थियौँ होइन। अनि के बोलिरहेको थियौँ होइन। अनि हामी चाहिँ त्यो घरमा गएर त्यहाँबाट चाहिँ दिदीलाई लिएर आउँछौँ। अनि त्यस पछाडिबाट त्यो दिदीहरूसँगै हामी जान्छौँ कन्याम। सो भिडियो हेरिराख्नु होला लास्टसम्म। अनि के हुन्छ के गऱ्यौँ कसो गऱ्यौँ भनेर देखाउँछौँ हामी सबै तपाईँहरूलाई। सो अनि हामी चाहिँ अब जाँदैछौँ। अनि त्यस पछाडि हामी गाडीमा गएपछि भेट्छौँ। अनि यहाँनिर चाहिँ दिदीले चाहिँ के गर्दै भिडियोहरू बनाउँदै हुनुहुन्थ्यो बस्नु चढेपछि। अनि यो चाहिँ भ्यू हो। त्यसपछि यो चाहिँ म चाहिँ काखमा बसेको थिएँ क्या। यस्तो भिड थियो नि होइन। मैले चाहिँ काखमा बसेर गएको थिएँ अनि म सुतेको थिएँ होइन। अनि पछाडिबाट हेर्नुहोस् कस्तो जाडो थियो होइन। अनि यस्तो खतरा देखिँदै थियो नि भ्यू होइन। यस्तो राम्रो देखिँदै थियो नि त्यहाँनिर। अनि त्यस पछाडि हामी बसबाट निस्केपछि होइन पुग्यौँ, फाइनली पुगेका छौँ हामीहरू चाहिँ कन्याम। अनि यो चाहिँ म र मेरो दिदी। अनि त्यस पछाडिबाट अर्को दिदी। अनि यतिखेर चाहिँ भाडा तिर्दै हुन्थ्यो होला सायद। बाई गाइज। लाइक गर्नु सब्सक्राइब गर्नु भन न लास्टमा चाहिँ।